नमस्ते अनि वेलकम टु माई भ्लग। अनि आज बिहान बिहानै हामी बुढाबुढी निहुरो खोज्नु जाँदैछौँ। बुढीले यो पानी निहुरो हो, बुढीले पानी दिइसक्यो। हम चाहिँ देखा कैसे इधर से निहुरो। ओके देखा छोटो छोटो टिप्नु हो बुढीले त झस्टै लामो टिप्ने कि कम खाँदा त। अनि साह्रो त कसरी टोक्नु हौ। त्यत्रो भैँसीमा हामी चाहिँ अहिले टपमा छु होइन, कभन्दा माथि छु। देख आज घाम लाग्छ मस्त हलाएर गडे सिमाल छ यदर्स। बुढा अघि अघि हुनुहुन्छ, पछि पछि छु। निहुरो खोज्दै हिँडेको हामी बुढाबुढी। अहिले निहुरोको सिजन आइसक्यो नि त, त्यही भएर यो रातो निहुरो भन्छ यसलाई। ताङ्कोसँग ओला ध्यानी भन्छ। ध्यानी भने निहुरो हो, ओला भने रातो हो। ओला भने कलर हो कि। ओ माय गॉड, कस्तो खाम खाम लाग्ने गरी त सिस्नु पनि। हो अघि जो खुकुरले अब घाप बनाएर चिम्टा बनाएर टिपेर लानु मिल्ने रहेछ है सिस्नु। र आलु जमीनबाट बाहिर निस्किनु भएन, गडी भइसक्यो आलुहरू। मुठो लिएर त मैले चाहिँ थोरै थोरै जुगाल टोकेको आमा जुगाइसकेछ त त्यसलाई। अस्ति पानी परेदेखि यस्तो लम्बा लम्बा जुका आउनु थालिसकेको छ, ठुल्ठुलो काला काला होइन गाउँतिर। अहिले त ग्रास फुल्ने सिजन हो होइन, तर जुका चढे आयो है यसपालि। अनि निहुरो खाने सिजन हो। बुढोलाई चाहिँ धेरै एक्सपिरियन्स छ कि कहाँनिर पाउँछ थाहा छ, त्यही भएर म चाहिँ उसको पछि पछि आउँदैछु। त्यतातिर त म जान सक्दिनँ है। छ ल मेरो ज्याकेटको जस्तो काँडा रहेछ ठ्याक्कै बाटो छ भनेर। यो ठाउँ चाहिँ बहिनी र मेरो सिक्रेट ठाउँ थियो कि। पोहोर त हामीले मात्रै खाएको यो ठाउँको त, अरू कोही नै आएन त। अनि मजाले नि आलु खन्न आउने बेला यहाँ पसेर जाने क्या। अनि बुढोले यति भइसक्यो भइसक्यो। इधर से इधर भी है। अघि रातो निहुरो थियो, अहिले पानी निहुरो सुरु भयो। यिनीहरू चाहिँ पानी निहुरो हो। अघि हामी सिक्किममा टुकेकोहरू चाहिँ यिनीहरू चाहिँ रातो निहुरो हो। त्यसमा हामी चाहिँ भित्रभित्र छौँ कि। यहाँनिर नि खण्डार ट्याङ्की रहेछ पुरानो। कहिलेको चाहिँ थाहा छैन होइन, तर धेरै पुरानो रहेछ। यो एउटा छ, यो भित्र पनि एउटा रहेछ। म खै भित्रबाट खोलेर आएको। अनि माथि पनि छ एउटा। ट्याङ्कीको ढक्कन देखिरहेछ यहाँबाट। हजुर रहेछ अर्को ट्याङ्की। यो ट्याङ्की हिज्नु छैन रहेछ। यो पनि दुइटा ट्याङ्की खण्डारा रहेछ। खण्डारा के भन्छ, खण्डारा नै भन्छ होइन। यो रातो निहुरोको बोट चाहिँ मस्त रहेछ। निहुरो चाहिँ अग्लो अग्लो भएछ रहेछ क्या। झन्कुँदा मै आउँछु साथीहरू। जङ्गलमा बुढो हरायो, त्योसँग छाड्नुको लाग्छ छ बुढो। तपाईँ यता हुनुहुन्छ।
काँडातिर नजाउँ न हौ ओ अब अछु खुट्टा डुब्यो हिलोमा अछु पानी चाहिँ बहुत ही ठन्डा है भयो के भयो भयो पर्दैन आऊ फेस वास पनि बोकेर आएर चाहिँ मान्छे त जङ्गलमा राम्रो राम्रो तरिने अझ मुख धुनुपर्छ भनेर क्या म चाहिँ हिउँछु गएन किनभने मेरो यो ज्याकेट च्यार्रा च्यार्रा गरेर भित्र काडा काडा भएर त्यही भएर बुढो मान्छे यहाँ हाम्रो बुढोले धेरै यो भित्रतिर छ कि भएर म चाहिँ बाहिरै छु कति ठाउँमा च्यारच्यार गराएको छ थाहा छैन अहिलेको अवस्था यस्तो छ काइसहरू बुढा भेटिसक्यो हाम्रो बिस्तारै बिस्तारै धेरै पाएछ हाम्रो यत्रो भइसक्यो हाम्रो 2 छाक त बढी हुन्छ है जोस् 2-3 दिन अगाडि लगे जस्तो छ अनि त्यही भएर उनीहरूले त्यो भुइँमै छोडेको चाहिँ अहिले त भइसकेको छ कि है चिला क्या उतातिर मैले किराहरू भेटेको थिएँ कति धेरै झुसुल किराहरू रहेछ जाउँ अब सक्यो अब 4-5 दिनपछि आउँदाखेरि अरूहरूलाई ठिक्क हुन्छ है आइयो मुन्टो देखेर चाहिँ हाल्ने सबै टिभी हाल्यो हो अब आउनु बाँकीहरू 1-2 दिनमा आइपुग्छ माथि माथि जुका आइसक्यो साथीहरू चैत महिनामा जुका आइसक्यो असार साउनमा के होला यसपालि तर के छैन रमाइलो छ जुका आउँदै गर्छ हामी टिपेर फाल्दै गर्छौँ होइन हामीले यो पुन्टु पुन्टुहरूलाई चाहिँ छोड्दैछौँ यतातिर नि छ अब 1-2 दिनमा आइपुग्छ माथि माथि आउँछ गाइजहरू हामी साह्रै नै सानोहरू त लैजाँदैनौँ किनभने यिनीहरू छोड्दै पो पछि नै आउँछ त माथि होइन त्यही भएर सबै टिपेपछि कहाँबाट आउनु नि फेरि ल त साथीहरू अब चाहिँ हामी जाँदैछौँ घर हामी अघि यता बाटो भएर आएको थियो अब यता बाटो हुँदै जाने हो हामी बुढी अघि हुनुहुन्छ हाम्रो बुढोजी अनि गाउँ यता छ है यो हो बर्कापटल यता तलतिर छ च्याटल अनि यो हो गुम्बुटोल टोल टोल छुट्टा छुट्टै छ अनि उतापट्टि छ खर्साटोल न्युरो टिप्नु गएको फाइदा यो च्यार गरेर त्यति निस्किन्छ ल साथीहरू हामी घर आइपुग्यो है अब भेटिन्छ अर्को नयाँ ब्लगमा साथीहरू सबजना टाटा बाई बाई साथीहरू